केही गर्नुपर्छ है भन्न आफ्नो ठाउँबाट लागिरहनुहुन्छ। यसका लागि त म सबैलाई सम्झन चाहन्छु। तपाईँको साथले साँच्चीकै आज नेपाली लोकदोहोरीको क्षेत्र उर्वर बन्दै अगाडि बढेको छ र यही क्षेत्रमा तपाईँ हामी सबैजना यात्रा गरि नै रहेका छौँ। नेपाली लोकगीत र सङ्गीतको चर्चा परिचर्चा जति गरे पनि कम हुन्छ, किनभने यो हाम्रो मूल संस्कृति हो र यही संस्कृतिका विभिन्न हाँगा बिङ्गाहरू छन्। जस्तै हाम्रो देश नेपालमा बसोबास गर्दै गर्दा यहाँ 4 जात 36 वर्णको साझा फुलबारी भने जस्तै यहाँ हाम्रा विभिन्न खालका आफ्नै जात छन्, धर्म छन्, अनि आफ्नै रीति रिवाज कला संस्कृति छन्। अनि त्यही भित्र पनि हाम्रो लोक सङ्गीत छ। हजुर, त्यही लोक सङ्गीतलाई हामीले चाहिँ अगाडि बढाइरहेका छौँ। हेर्नुहोस् त, कहिलेकाहीँ लाग्छ तामाङ समुदायतिर गयो भने सेलो भाकाको आफ्नै संस्कृति छ, त्यो पनि एउटा लोक सङ्गीत हो। अनि हामी विशेष गरी मारुनी अथवा मगर समुदायतिर गयौँ भने त्यहाँ घाटुका कुराहरू आउँछन्, अनि माघीका कुराहरू आउँछन्, विभिन्न कुराहरू छन्। अनि भेगी हिसाबले पनि पूर्वतिर गयौँ भने पूर्वका गीत सङ्गीतहरूले मनमोहित हामीलाई पार्छन्। सुदूरपश्चिमतिर गयौँ भने त्यहाँका देउडा भाकाले छुट्टै मनोरञ्जन दिन्छन्। पश्चिम नेपालतिर गयौँ भने त्यहाँका सालैजो भाकाहरूले हामीलाई मन्त्रमुग्ध पार्छन्। मध्यपश्चिम अनि विभिन्न ठाउँहरूमा गयौँ भने त्यहाँका सिङ्गारो पैसारू नाचहरूले हामीलाई छुट्टै किसिमको रौनकता दिन्छन्। अनि हामी तराईतिर जान्छौँ, त्यहाँका मैथिली भोजपुरी गीत सङ्गीतहरूले एक किसिमका हामीलाई आनन्दपनको आभास दिलाउँछन्। अनि हामी काठ क्षेत्र आसपासमा रहन्छौँ, यहाँका काठे भाकाहरू छन्, अनि यहाँका तामाङ सेलोहरू छन्, यहाँका नेवारी गीत सङ्गीतहरूले हामीलाई बिछट्टै रमाइलो बनाइदिन्छन्। त्यसैले यो एउटा साझा फुलबारीमा हामी यात्रा गर्दै गर्दा सबैले त्यही लोक सङ्गीत भित्र रहेर अनि आफ्नो संस्कृतिलाई चाहिँ परिष्कृत गर्दै यसलाई अझ राम्रो बनाउनु पर्छ भन्न तपाईँ हामी सबै ठाउँहरूबाट लागि नै रहेका हुन्छौँ। पक्कै पनि यी सबै कुराको चर्चा परिचर्चा मैले नेपाली लोकगीत र सङ्गीतका बारेमा कुराकानी गर्दै गर्दा आउँदै गर्छन्। अनि यी प्रसङ्गहरू हामीले यहाँहरूको माझमा जोड्नु पर्छ है भन्ने हामीलाई लाग्छ। अनि यी प्रसङ्गहरू हामी चाहिँ जोडि नै रहन्छौँ। आज मङ्गलबार बिहानीको समय हो, तपाईँ चिसो मौसममा न्यानो घाम ताप्दै इन्द्रणीको बसाइ सुनिरहनु भएको होला जस्तो लाग्छ। सहर बजारका विभिन्न ठाउँमा हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, यता उता जाउँ। अझ भन्नुपर्दा यही फागुन 21 गते निर्वाचन आउँदैछ। अनि तपाईँका ठाउँहरूमा विभिन्न दलबाट होस् अथवा विभिन्न स्वतन्त्र व्यक्तिहरू होस्, किन नहोस्, होइन, सबैजना एक किसिमको घर दैलो भेटघाटमा व्यस्त रहनु होला। अनि तपाईँले आज मैले यसलाई स्वागत गरेँ, भोलि म यसलाई स्वागत गर्छु। अनि भोट दिने बेला चाहिँ मैले सोचेर विचार गरेर साँच्चीकै देशको मुहार फेर्नेलाई दिन्छु भनेर तपाईँले आफ्नो मनस्थिति बनाइरहनु भएको होला जस्तो लाग्छ। सबै ठाउँमा निर्वाचनमय वातावरण बनिरहेको परिवेशमा हामी यात्रा गरिरहेका छौँ र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एकदम आनन्दको साथमा निर्धक्क भएर सरकारले आह्वान गरेको निर्वाचनलाई सफल पार्नको लागि सबैजना लागिरहनु भएको छ। त्यो एउटा विश्वास पनि मैले लिएको छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट निश्चल नरेश हुनुहुन्छ। अनि देशै चुनाव आएपछि फर्कने बाटो फर्कँदैनन्, यस्तै हो दाइ। त्यही त, यो तपाईँको मात्र ठाउँको समस्या होइन, प्राय सबै ठाउँको समस्या यही नै छ। चुनावको बेलामा नेताजीहरू यो गर्छु भन्दै आउनुहुन्छ, चुनाव जित्नुहुन्छ, फेरि त्यही सुख सहेलमा नै रमाइलिनुहुन्छ। त्यही कारण नै हो नि यस्तो भइरहेको खास चाहिँ। हजुर दाइ, म त अपाङ्ग मान्छे।